नमस्ते ला हेर्नुहोस् यो आफ्नो बगैँचामा दुःखले यति लगाइएको छ साह्रै अर्ग्यानिक छ मिठो छ तपाईहरु खान मन लाग्यो भने खान सक्नुहुन्छ ल हेर्नुहोस् यहाँ तपाई रोजी रोजी खान सक्नुहुन्छ यहाँ कुन छ ठुलो यो छ यो टपक्क टिप्ने टक्क छुट्याउने हेर्नुहोस् यता हेर्नुहोस् साह्रै राम्रो छ यदि तपाईहरुलाई खान मन लाग्यो भने आउनुहोस् एक दुई जुत्ताको लागि पैसा लाग्दैन अलि धेरै लाग्छ बोरै लानलाई चाहिँ हामीले नि पैसा लिनुपर्ने हुन्छ एक दुई जुत्तालाई खानको लागि पैसा लाग्दैन ल हेर्नुहोस् बोटले थामिन सक्ने फलेको छ तपाईहरुलाई खान मन लाग्यो भने आउन सक्नुहुनेछ अलिक पाक्ने बेला अलिक भएको छैन अब 10-15 दिन लाग्छ 10-15 दिन पछाडि चाहिँ यो तपाईहरुले साह्रै गुलियो रस लिन सक्नुहुनेछ सम्पर्क राख्नुहोस् धेरै फलेको छ यो माथिको बोटको झन् मिठो छ यो बोटको पनि मिठो छ एकदमै राम्रो छ यो पल्लो बोटको एकदम मिठो छ यो चाहिँ पाकेको छ यो चाहिँ पाकिसकेको अवस्था हो यो माथिल्लो पनि पाकिसकेको छ यो पाकिसकेको छ यताको चाहिँ पाक्ने क्रममा छ अलिकति 2-4 दिन लाग्छ खानुहोस् जति खानुहोस् अङ्कल पैसा लाग्दैन जति खाए नि हुन्छ है खानुहोस् साथीहरु कोही छन् भने बोलाएर ल्याएर खुवाउँदा हुन्छ हाम्रो यो पैसा लाग्दैन जति खाए नि बाबु खाऊ बाबु खाऊ खान मन लाग्दैन तिमीले हिजो धेर खायौ नि त नानी ल हस्